इग्निसन कोइलहरू चाहिँ भाइब्रेसन हुन्छ कि गाडी थेरेर कान्छ कि अनि त्यो मैले गर्ने होइन लिएर पानी छिट्याउँदैछ होला अनि यसरी क्या यहाँ चाहिँ तिनवटा हुन्छ नि त तिनवटा प्लग हुन्छ होइन लामो हुन्छ नि त प्लगै हुन्छ इग्निसन प्लग कोइल प्लग अनि मुनि चाहिँ उयो स्पार्क प्लग हुन्छ छोटो त्यो थ्रेड खालको क्या इन्जिनमा बस्ने अनि यो चाहिँ भाइब्रेसन त्यस्तो भए पनि जब त्यो उठाउँदाखेरि तपाईँको त्यो अलिक काम यसो भाइब्रेट हुने पिकअप नतान्ने पुरै घटेर जाने क्या अनि त्यस्तो समयमा चाहिँ तपाईँको के हुन्छ भने यो फ्युजहरू उडेको हुन्छ नि त यो चाट भनौँ अब यो यसको जोडी मुनि स्पार्क प्लग माथिको यो दुईवटा चारवटा छवटा त्यो प्लग चाहिँ तपाईँको चान्सेस हुन्छ त्यसको होइन यसमा पनि अरू किसिमले पनि हुन्छ तर यसबाट पनि हुन्छ यो चिजमा चाहिँ यसको चाहिँ अब प्रब्लम चाहिँ यही थियो क्या ल फिक्स भयो यो प्रब्लम यो हजुरहरू पनि गर्नु सक्नुहुन्छ यसो चेक गरी यो कोइल त हो अनि यसो निकालेर यो नट हुन्छ यो नट खोले यो फिल्टर होइन यो बोक्रामा त कभरमा त फिल्टर एयर फिल्टरहरू यता यो नट यता यो नट छ यो नटहरू आफै निकाल्यो अनि सट्टै निकालेर ल प्रब्लम फिक्स भयो ल म त घर आइपुगेँ है हजुर त अघि अब ढोकासोका बन्द गरेर कुकिङ त्यो आफ्नो त्यो चोइस हुन्छ नि क्या आफ्नो मन पसन्दिदा फुड्सहरू पनि अब पाक्नु थालियो होला नि त होइन खानु पर्यो नि त होइन भने मेरो चाहिँ अब यस्तै छ आइपुग्यो होइन भन्दाखेरि मेरो अस्ति एउटा छाता चाहिँ मेरो हराउनु चाहिँ हराछ कि कसैले म ब्लेम पनि लाउँदिनँ होइन अब बाइकमा आउँदै कतै बाटोमा जरी गइछ कि अनि बाटोमा हुनुपर्ने भनेर 2-3 खेप मैले अब रिचेक पनि गरेँ होइन बाटो गएर फेरि ब्याक रिटर्न गएर भेटिनँ अनि म्याजिकै जादु नै भएको थियो क्या कता गयो कता हरायो बजारबाट यहाँ घर आइपुग्नु म बिचमा बाटोमा नि अनि जादु भयो अचम्म भयो झार्नु त बाइक त म त्यो रोडमै कुद्छु होइन रोडमा त राइड गर्छु अनि झार्नु त रोडमै झार्नु पर्ने कसैकोमा छ भने राखिदिनुहोस् भन्नु चाहन्छु क्या पानीमा क्या पानी पर्दाखेरि यसो आफू सेफ हुन्छ कि भने छाता यस्तो बेसी महँगोको पनि होइन तर एउटा किनेको हुन्छ नि त होइन आफ्नो मन लगाएर मनले चाहेर होइन एउटा माया क्या त एउटा चिजबिजमा बेच्ने गर्छ नि त होइन कसैकोमा छ भने राखिदिनुहोस् है भन्ने खोजेको